हेलो साथीहरू, आज चाहिँ मैले नानीको लागि लिटो बनाउँदैछु। त्यसको लागि मैले काजु, साबुदाना अनि यो चाहिँ पिस्ता, यो चाहिँ मैले ओखर अनि बदाम अनि यहाँ चाहिँ केही थोरै दाल राखेको छु। अब मैले चाहिँ यहाँ ओखर अनि यो पिस्ता र बदामलाई यसरी अलिअलि रातो रातो हुने गरी भुटेँ। अनि फेरि मैले यो दाललाई पनि यसरी मजाले रातो रातो हुने गरी फ्राई गरेँ। अनि यो अब सेलाउनलाई राखेको है साथीहरू, तातो तातो गर्दा चाहिँ मिक्सचर बिग्रिन्छ भनेर। अनि यो साबुदाना अनि काजुलाई पनि यसरी रातो रातो हुने गरी भुटेँ। अनि मैले यसमा अझै चिउरा पनि एड गरेँ र सबै चिजलाई मैले चाहिँ 10 मिनटसम्म चाहिँ सेलाउन राखेँ। अझै यसमा चाहिँ के सामानहरू चाहिँ मैले राख्न बिराएँ होला साथीहरू, हजुरहरूले तल कमेन्ट गर्नु होला है। अनि मलाई चाहिँ त्यहाँ के एड गर्नुपर्छ भनेर। अनि त्यस पछाडि चाहिँ मैले अघि सबै फ्राई गरेर राखेको कुरालाई चाहिँ यहाँ अब मिक्सचरमा राखेर ग्राइन्ड गर्दैछु साथीहरू। देख्न सक्नुहुन्छ यतिको धुलो भयो। अब मजाले नै धुलो हुन्छ, तर अब अलिकति साह्रै नै धुलो चाहिन्छ भने चाहिँ हजुरहरूलाई उनी गर्न सक्नुहुन्छ, चाल्ने। मेरो पिठो चाहिँ यतिको भयो। अलिअलि चाहिँ खस्रो थियो, तर खस्रो थियो भन्दा ठिकै। अनि उसमा चाहिँ एउटा दुईवटा चाहिँ त्यो दाना हुने कि पिसेकोहरू, अनि त्यही भएर मैले चाहिँ त्यो दानाहरू एउटा दुईवटा भयो भने पनि अब नानीलाई खाने बेलामा अड्किन्छ नि त, त्यही भएर मैले यसरी चालेँ है। अनि मेरो छोरीलाई चाहिँ मैले देख्न सक्नुहुन्छ यहाँ यसरी घिउमा हालेर लिटो बनाएँ है साथीहरू, देख्न सक्नुहुन्छ। यतिको गिलो बनाएँ। यतिको गिलो बनाएपछि चाहिँ नानीले मजाले खान्छे। उसलाई चाहिँ एकदम मिठो गरेर खान्छ मेरो छोरीले है, जे कुरा बनाएर दिँदा पनि। त्यही भएर चाहिँ मलाई बनाउन नि जाँगर लाग्छ। यसरी पाउडर बनाउनु भएको लिटोलाई चाहिँ हजुरहरूले बट्टामा राख्नुभयो भने 1 महिनासम्म हुन्छ है साथीहरू। ल, मन परेमा सब्सक्राइब गर्न नबिर्सिनु होला।